खडगपुर सरुवा भन्ने ठाउँमा पुगेर गोर्खाल्यान्ड भाउ सुरज दर्नालले ईएफआर भर्तीप्रति उहाँले राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीलाई यसरी गरे अपील। पूर्ण यो भिडियो हेर्नुहोला। नमस्ते, आज म खडगपुरको सलुवा भन्ने ठाउँमा जहाँ ईएफआर को भर्ती ईएफआर को केम्पहरु छ त्यहाँ आइपुगेको छु र पश्चिम बंगाल सरकारलाई म यति नै भन्छु, नोभेम्बर 30 तारिक तपाईहरुले पश्चिम बंगालमा कन्स्टेबल पुलिस कन्स्टेबलको भर्ती लिनु हुँदैछ। आज ईएफआर जस्तो विश्व युद्ध लडेको एउटा डिपार्टमेन्ट हो र ईएफआर को पनि भर्ती खोलिदिनु भयो भने एकदमै राम्रो हुन्थ्यो होला। पश्चिम बंगाल सरकारसँग नम्र निवेदन छ। दोस्रो अमृत जोडेर म यो भन्न चाहन्छु, हाम्रो युथहरु आज धेरै बेरोजगारी भएर परेशान भइरहेछ, डिप्रेसनको शिकार भइरहेको छ, बेग बोकेर देश र विदेश जानु परिरहेछ। हामी गोर्खा समुदायलाई लिएर ईएफआर को भर्ती पनि खोलिदिनु भयो भने एकदमै धेरै राम्रो हुन्थ्यो होला। पश्चिम बंगाल सरकारसँग म यही नै आशा राख्छु कि पुलिस भर्तीको साथसाथमा ईएफआर को भर्ती पनि खोलिदिनु हुन्छ भनेर। जय हिन्द, जय गोर्खा, जय गोर्खाल्यान्ड। हजुरहरूले यो भिडियो हेरिहाल्नु भयो होला है। जहाँ जहाँ जातिलाई अप्ठ्यारो पर्छ, जहाँ जहाँ जातिको निम्ति अपिल र अनुरोध गर्नुपर्छ, त्यो ठाउँमा सुरज दर्नाल गोर्खाल्यान्ड भाउ पुग्ने गर्छन्। हुनु त उहाँ कुनै नेता होइन, एउटा साधारण गोर्खाल्यान्ड एक योद्धा हुन्। उहाँले गर्नुपर्ने कर्तव्य र आफ्नो जिम्मेवारी उहाँले राम्ररी निर्वाह गरेको हामीले देख्दै आइरहेको छौँ। र आज खडगपुरको सरुवामा हाम्रो समाज, गोर्खाली समाजप्रति जुन अवसर पाउनुपर्ने थियो त्यो अवसरदेखिको वञ्चित भएको बुझ्दा त्यस क्षेत्रमा पुगेर राज्यकी मुख्यमन्त्री सुश्री ममता ब्यानर्जीज्यूलाई यसरी अपिल भिडियो बनाएर उहाँले सार्वजनिक गरेको देख्दा मलाई पनि यो भिडियो हाल्न मन लाग्यो। किनभने उहाँको यो जुन अपिल छ, यो अपिल जहाँसम्म पुग्नुपर्ने त्यहाँ पुगिदियो भने भोलिको दिनमा हाम्रो सरुवामा बसोबास गर्ने गोर्खाली समाजले न्याय पाउनेछन्, उहाँहरूले रोजगारको सुनौलो अवसर पाउनेछन्। जति पनि बेरोजगार युवाहरू छन्, त्यसले गर्दाखेरि मैले पनि यो भिडियो अपलोड गरिएको र हजुरहरूले यस भिडियोलाई सक्दो सेयर गरिदिनु होला र ती क्षेत्रमा बस्ने जति पनि हाम्रा युवाहरू छ उहाँहरूले पनि यस्तो रोजगार पाउने सुनौलो अवसर पाउन् भन्दै म सबैलाई यही अनुरोध र अपिल गर्दै म सिके छेत्री बिदा लिन्छु। धन्यवाद। जय